हेलो हेलो गाइज, म चाहिँ अब हेर्नुहोस् यता चाहिँ यस्तो बनाइरहेको छु। म चाहिँ अब चाउमिन बनाउने कोसिस गरिरहेको छु होइन। अब धेरै भयो सो चाउमिन पकाइदिउँ भनेर हेर्नु है। त्यस्तै हो नि, अब यो आफूले चाहिँ काम चलाउने खाँदैछु। हेर्नु बनाइहाल्छु मैले। यो चाहिँ लसुन, खुर्सानी, अदुवा हाल्ने होइन। यो चाहिँ फेरि के भन्छ, अन्डा चाउमिन। अन्डालाई कस्तो हुन्छ लास्टसम्म। यो चाहिँ अन्डा होइन, टक्क फ्राई हुन्छ। अन्डा हुन बित्तिकै मैले चाहिँ त चाउमिन छ यो हाल्छु, यो पनि हाल्नुपर्छ अरे अलिअलि होइन। अब चाहिँ यो हाल्नुपर्छ कोपी होइन, कोपी गाजर, सिमला मिर्च चाहिँ भएन होइन, अन्त त्यो पनि हाल्नु हुन्थ्यो। अब यो चाहिँ धेरै किन हालेको भन्नु होला। अब यो चाहिँ खाएपछि घाँसपात धेरै खानुपर्छ राति त्यसमा। लास्टसम्म कस्तो हुन्छ हेर्नु ल। गाजर टक्क लगाएर कोपी पाएको होइन, हल्का फ्राई भयो। अब चाहिँ चाउमिन हाल्छु मैले। यो चाहिँ यो होइन, यत्रो त फेरि खानु सक्दैन नि त, थोरै बनाउँछु मैले टक्क लगाएर। ग्यास चाहिँ ठुलो भयो जस्तो छ, ग्यास सानो गर्छु पहिला। ग्यास सानो भयो। यो चाहिँ अजिनोमोटो होइन, टेस्टी पाउडर भन्छ, यो हालेँ थोरै थोरै। अब चाहिँ यो चाहिँ नुन होइन, कति खाने भन्ने हुन्छ आफ्नोमा। यो हालेँ चाहिँ रेड चिल्ली चाहिँ छैन, नभएको कारणले चाहिँ यो हाल्दैछु हल्का थोरै। त्यसपछि यसलाई चाहिँ सोया सस गर्छु हल्का हाल्ने होइन। हेर्नु है, फाइनल्ली चाहिँ गाइजहरू यो कलर आइसक्यो होइन। अब यसमा हल्का धनियाँ पत्ता हाल्छु। धनियाँ काटेर हल्यो। कस्तो खाने भन्ने कुरा, अब पिरो कति खाने त चटनी बनाएको छु टक्क। अब यो पनि धेरै हुन्छ मलाई टक्क लगाएर। यसमा चाहिँ अन्डा पनि भयो। हेर्नु फाइनल्ली गाइस चाउमिन चाहिँ बनाऊ। गाइस अब फाइनली भयो होइन। यसलाई चाहिँ डङलङ्गै भयो। यो चाहिँ यति चाहिँ खान सक्दिनँ है फेरि, यत्रो खान्छ भन्नु होला। यो चाहिँ होइन। अब यसमा चाहिँ गाइजहरू मैले चाहिँ चटनी हाल्छु। यो चटनी चाहिँ यसको हो कि तिल चाहिँ तिल, हरियो धनियाँ, टमाटर हालेर बनाएको। स्पाइसी धेरै छ कि, पिरो स्पाइसी पनि खानुपर्छ भनेर हो। यसमा चाहिँ टक्क लगाएर यता चाहिँ टन्नै बनाएको छु है। फेरि बनाउनु जति खायो भने साथीहरू कस्तो बनाउने हो गाइजहरू, अब टक्क दिने हो कि। चाहिँ फेरि यत्रो त खाइसक्दैन ल। ट्राई गर्छु यो तर पनि फाइनली ट्राईमा छु। केटाहरू खाएर पनि निस्किसके, म चाहिँ एक्लै छु हेर्नु रुममा। यता पनि कोही छैन, यता पनि कोही छैन। टक्क लगाएर खान्छु, कति खान्छु अनि त्यसपछि लास्टमा देखाउँछु ल। अब चमच चाहिँ छैन, हातले हो फेरि दिने। सोल्टीले हातले दिन्छ क्या।